रिस्कको तालमा बुढालाई कसरी हान्छ मैले नमस्ते म सिस्टक बनाउनलाई नै मुम्बई जाँदैछु म 3 महीने के बाद आउँछु मेरो बुढी ठीक ठाक से बस्न परेगा इधर बुढी के नगरेको इधर उधर गरेगा तो मेरा हाथ पिटाई खाएगा इसलिए चुपचाप बसेगा पहिले का अंडर में काम गरेगा यो मान्छे त बोलाउँछ यार यत्रो तीन दिन एक वटा भनेको मैले 3 वटा लिएर आउनु हेर न यी नाटक सकेन भन्दैन बुढो हार्ने बेला जे गरे नि भन्यो ह्यापी 5 month कम्प्लिट बेबी हेर सानो बाबु कति खुसी भएको के बाहिर निकालेको टाइममै नि हेलो एभ्रीवान वेलकम ब्याक टु आवर युट्युब च्यानल एन्ड अनदर भिडियो आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु साथीहरू अनि आज चाहिँ हाम्रो के भिडियो भनेर त हजुरले थाहा पाइसक्नु भयो होला के भन्छ अरे मैले चाहिँ अहिले छोरा 5 महिना पुग्यो नि त 5 month कम्प्लिट भइसक्यो छोरा चाहिँ यहाँ रेडी बनाएर ल्याइछौँ अनि हाई भनिदिनु हाई भन्नु बाबु हाई आई एम रायन बुढा मगर अनि हामी चाहिँ बाबुलाई रेडी बनाइसक्यौँ अनि यता डेकोरेसन यस्तरी गरेको साथीहरू अनि कस्तो भएको छ थाहा छैन अनि हामी चाहिँ अब एकछिनमा बाबुको फोटो सुट गर्छौँ हेर्दै गर्नु होला साथीहरू है मैले त कानमा टक्कै लगाउनु बिर्सेछु यस्तो गराएको छु साथीहरू मैले डेकोरेसन चाहिँ खासै आइ छैन ल बसाल्नु त बाबुलाई बुढा अलि तल बसाउनु म तपाईँ बसेछु छानिए टोपी खोलिदिनु टोपी नलगाइदिउँ है अलि तल सार्नु त बाबुले हल्का तल सार्नु त हल्का तल अहिले नगराउनु अहिले हेलो बेबी राइन वाउ मेरो छोरो कति राम्रो देखेको भए यताको डेकोरेसन चाहिँ बिगारिसक्यो छोराले यो चाहिँ साथीहरू मेरो बाबु पेटमा हुँदाखेरि मैले बुनिदिएको हो यो चाहिँ मैले यति धेरै बुनेर राखेको थिएँ कि दिदीको छोरालाई छोडिदिएको अनि उता भाउजूको छोराछोरीलाई पनि पठाइदिएको एक जोडी एकदम राम्रो छ कि मैले छोरालाई बुनिदिएको धेरै बुनेको थिएँ मैले उता दिदीहरूलाई पनि दिएको है सानो हामीले बुनेको थियौँ है बेबी हामी कति राम्रो भएको हामीले चाहिँ साथीहरू यस्तो डिजाइनमा चाहिँ हामीले अलि पहिला नै गराउनु पर्ने रहेछ कि छोरा चाहिँ अलि ठुलो भइसक्यो अब अलि के भन्छ अरे अलि मिलेन है छोरो यस्तोमा मैले चाहिँ एकदम बनाउन मन थियो अनि त्यही भएर आज चाहिँ यस्तो डेकोरेसन गरिदिएको मेरो छोराले अब त फालिसक्यो हौ मिनी हेर सानो बाबु यो देखि भिडियो गर्दिनु बुढा के छ बाबा छोरा छनी कति खुसी भएको के बाहिर निकालेको टाइममै नि आम्मै नि मेरो बच्चाहरू पानी पर्यो त हौ पानी पर्यो त छोरा आज मोमो खावै हुन्न क्या हो हे साथीहरू हामी त यहाँ 2-3 बिचौना बसिसक्यौँ यहाँनिर 1 मिनटको बाटोमा नि पानी अड्डी थियो रोकिदियो कि अनि फेरि आएको फेरि बिचबिचमा आइरह अहिले नि आइरह मसिनो आज चाहिँ हाम्रो मोमो खाने प्लान थियो नि त त्यही भएर उयो त शर्मिला दिदीकोमा खाने भनेको त्यही भएर उतै जाँदैछौँ हामीहरू चाहिँ खानासाना खाएर अब कति बजे 3:30 भइसक्यो होला ए यम्मा पानीले हाल्ने हौ त्यहाँले अगाडि 1 बजेदेखि नै सुरु गरेर राख्नु भएको थियो यो यस्तो कपाल छुने बानी किन छ कि मेरो साथीहरू यस्तो बच्चाको कपडा यसरी बोकेर आउनुपर्छ गुन्नी लगाएको छु मैले चाहिँ रोइराछिन् छोरी चाहिँ
हे भगवान पिरो बाहिरैछ माछा ल मान्छेहरू कडा खानु पुन्टु त छैन यहाँ दाइ कति टाइमदेखि मिच्न लाग्नु भएको कति मिनट भयो बुझ्न लाग्यो भन्नु जनता जान्न चाहन्छ साथीहरू के भन्छ यो बुढाहरूलाई यस्तो प्र्याङ्क गर्ने भनेको कि यस्तो खुर्सानी राखेर अर्को खै त एउटैमा हाल्ने सबै यत्रो 3वटा त मर्छ हौ कप्पै खाएर त खाए नि पिरो भएपछि निकालिहाल्छ नि कति पिरो छ नत्र धेरै नगर्नु नि हे धेरै नगर्नु हौ मर्छ यति त गर्नु पर्यो यति गर्नु पर्यो भन्नुहुन्छ अनि त्यो कान रन्केर मेरो बुढाले खान सक्दैन नि यस्तो मेरो बुढाले कहाँ खान्छ झन् मेरो बुढाले पिरो खानु पहिला त खान्थ्यो अरे आलु भन्दा खान्न मेरो नै खानुहुन्न छिटो गर्नु बुढा आउने टाइम भइसक्यो अब पर आइसक्नु भएको अरे खोल्दै खोलिदिन्नौँ हामी भन्ने हेर्नु साथीहरू यस्तो 3वटा खुर्सानीमा यो मान्छे त बौलाउँछ यार एक-एकवटा भनेको मैले 3वटा लिएर आउनु हेर न यस्तो भयो थाहै हुँदैन सेपै यस्तो भइगयो त्यही भएर त्यत्रो हाल्दिन भनेको त मैले के कोही बात छैन होस् के केही छैन थाहा पाइन्न थाहा पाउनु होला त्यो कता कुचो गोतो भयो त्यो लगेर त्यहाँ मिसाइदिइहाल्नु बाक्लो गर्नुपर्छ भएन ए त्यो त अर्को नि त्यो त अलि ठुलो गरेर त अब एउटा नै हो त्यसमा पो पारिदिन्छु नि एउटा पातलो बहिनी एउटा पातलो गर अनि त्यसले लोम पटाइदियो त्यसकै माथि पटाइदिन्छु कि त्यही त यो नि 3टा हेर्नु साथीहरू ठ्याक्क मोमो त्यो मोमो त मोमै हो हामीले भित्र उसाल्यौँ नि त खुर्सानी तर अब हामीहरूको 2वटा बुढालाई यस्तो 2वटा बुढाले आफ्नो बुढालाई यस्तो प्र्याङ्क गर्ने भनेको अब हेरौँ लेट्स गाइज अब हेरौँ कस्तो हुन्छ एकदम स्पिड खाने कसले फास्ट सकाउँछ भन्नेमा हो अनि ओ साँच्ची कस्तो पनिसमेन्ट त पनिसमेन्ट भन्नु पर्यो नि पनिसमेन्ट आज एउटा पल्ला हुन्छ यो 10 वटा खाने पनिसमेन्ट त्यस्तो हुन्छ त एक पल्ला गर्ने नाइ त्यस्तो नाइ खुसीको कुरा त भोलि बिहान हुन्छ नि हो नि चड्डी हान्ने चड्डी हैन फेरि म त दुख्छ जित्नेले गाउने गीत गाउने यसले फेरि कुन जमानामा गीत गाइदियो भने फेरि मलाई जे जमाना नि गीत गायो नि नाच्दिने ल पाए ल सबैजनाले 1 म त सक्दैन होला कि 2 दुईटा हाल्दा खानु हुन्छ एउटैले छाउकै खाऊ एउटा मैले अगाडि खानु ल हैन आफ्नै छ 2टा हातले खाओस् कि 3टा हातले खाओस् न 2टा हातले छिटो गर्नु ल 3 गो स्टार्ट रितले 2टा हालिसक्यो सकेन जुस पनि खाने गर्ने भुइँमा झरे त्यो पनि लिएर खानु छिटो कसैको कुरा ध्यान नदिकन खाऊ छिटो जित्नु छ भने घाटीमा अफ यहाँ भात खाँदा चाहिँ ठुलो हो क्या हड्डी परे जति ठुलो होइन ठुलो त ठुलै छ नि हड्डी परे हिँड्यो दिदीले त 5वटा आइसक्यो म त के हो रितुले भात मुसेर खाइसक्यो ऊ चाहिँ एउटा खाइरहेछ भएन मेरो नाम बेइज्जत गर्नु भएन त्यही भएर मैले त्यो चिसो राख भनेको त्यहाँ त्यहाँ चिसो तिम्रो मेरो बुढा हार्यो डान्स हेरिने भयो हार्यो कुन चाहिँ डान्स गर्ने धेरै नमला छिटो खाऊ के नबुल्नु त्यो पानी उस खाऊ तपाईको चिकन सक्यो होला भयो सकेन तिमी देजो त हड्डी खोल्नु के किन हड्डी हाल्दिएको इन्द्रलाई नाटक सकेन भन्दैन बुढो हार्ने बेला जे गरे नि भन्यो हड्डी घाँटी मर्को भन्यो नि भयो होइन है त निकाल न त निकाल भयो नाटक राख्नु चिकनमा हड्डी त हुन्छ
प्लास्टिक दिन्छ कोही छिट्टै रहेछ है ल है ल है न छिटो गाउँ है आमा भयो दिदीको दुईटा बच्चा मलाई त्यसले पो रोकेको छ एकछिन घर गएर आउनु मेरो बुढाले जित्दैन थियो रे एकछिन घर गएर आएर एकछिन खानु दुईटा बजेको बेला खा एकछिन आराम गर अड्क्यो आरामले खाऊ रे अब हेर्नु यो भएन अलिकति बचाउ कि लास्टमा खोर्सानी हाल्यो क्या खै मैले सल्लाह गरेको सुनेको थिएँ क्या त्यही त नि इन्द्र दाललाई खोर्सानी हाल्दैन नि ठुलो ए जे पाइदियो भाइ हाल्यो होला नि आमा अर्को पनि खोर्सानी परेछ बिचरा के हेला हेरेको भएन त्यही होइन खोर्सानी हाल्यो खोर्सानी नपरेको होइन ए जित्ने रहेछ मेरो बुढाले नि केही छैन हार नै जित हो मल ठुलो होइन ए त्यो खुर्सानी किन मलाई थियो नि त्यसमा पर्यो होला नि हारे पनि जिते पनि जितको महसुस गर्नु होला तपाईँहरू नगर्नु होइन है मेरो बुढाले नाटक गरिदिएको नि आया हँसाउँछ ल खाइरह्यो ल मेरो बुढा हार्यो ताली बजाइदियो मेरो बुढा हार्यो ताली बजाइदियो भाइ बहिनी हो ल अरे जुटाहरूले त यसको अझै एक प्लेट थप्यो भने मेरो बुढाले हार्यो भनेर झन् दुखी हुने बेला खुसी हुनु भएको छ त के भन्नु त रोएर नि इन्द्र दादा खुसी हुँदो रहेछ त बिचारा बल्ल बल्ल सके भाइ ए यहाँ मेरो बुढाले खुर्सानी कति नि खाँदैन नि त सानो टुक्रो पऱ्यो नि थाहा पाउँछ के त्यही भएर हो ऊ हेर त बिचारा खुर्सानी परेछ नि त ल ल जुस खायो जुस खानुपर्छ नि त एउटा त बरु मैले जित्छु खोइ नि त है ल ल ल साथीहरू मेरो बुढा चाहिँ हार्यो बिचारा ल रितु यो खोर्सानी हालेको प्लानिङ चाहिँ कसको हो नढाँटेको होइन है हाले होइन म जाने बेला सल्लाह गर्दै थिएँ कि यहाँ बनाउने बेला भाइ नै थिएन यहाँ यतिको गफ खान्छ तू समझा हाँ नहीं तू समझा नहीं छिटो न यिनीहरूले ल के भन्छ अरे लु त के भन्ने हो अब के भन्ने हो रे नाच्ने गाउने पहिला होइन साथीहरू अगाडि चाहिँ हामीले कम्पिटिसन गरेको चाहिँ यहाँ दाजुले कम्पिटिसन भनेर आएको अहिले पनिसमेन्ट गीत अगाडि नै त्यही भनिसक्यो ओके अगाडि त्यही भनिसके अनि अहिले हामीले चाहिँ खाइसक्यौँ साथीहरू खाएर पनि हामी एकदम मजाले उदाई चाहिँ खाइराख्नु भएको चाहिँ नि उहाँ चाहिँ एकदम हार्नु भयो कि यहाँले चाहिँ सक्नु भएन मैले खाइसक्दाखेरि यहाँको 5-6वटा थियो नि अरे म भनेको यस्तो खतरनाक डान्सर हो त्यही त अब त्यही अनुसारको मैले दाइ चाहिँ एकदम खतरनाक डान्सर हो अरे त्यही अनुसारको मैले चाहिँ गीत गाइदिन चाहन्छु साथीहरू ल हेर्नु होला मेरो लागि होइन के पनिसमेन्टै होइन डान्स भनेको डान्स तपाईँ कहाँ गयो नस पनि ल साथीहरू अब सुरु हुन्छ है ल मैले गीत गाउने यहाँ नाच्ने हो कम्पिटिसन यहाँहरूको नि त्यही हो यहाँले अहिले आउँछ यहाँहरूको ल है साथीहरू हेर्नु होला गीत सुनाउनु पहिला बल्ल नाच्नेवाला मान्छेले पहिला गीतको धुन गीतको रिदम नाटक बहिनीले समाचार बोल्दै पनि तिमी नाच्नु पर्यो नि अब त तिमीले नमस्कार भने त्यसको पनि त रिदम समाचार भनेको त नमस्कार अनि भन्नु त त्यसो हार्नु भएको छ जस्तो मैले गीत गाउँछु त्यस्तैमा नाच्नु रहेछ मैले जे भने पनि सुरु गर्नै मलाई 6 प्याक त आउन दियो 6 प्याक हैन फ्यामिली प्याक आइसक्यो छिटो ल छिटो ल के नमस्कार गीत गाउँछ भनेको हैन नि मेरो नाम इन्द्र
मेरो नाम अनि मेरै नाम मैले कसरी गर्नु हो नमस्कार त ठिक छ यस्तो लाग्यो नि नमस्कार छिटै तिमीहरूको मेरो सिक्स प्याक आउँदैछ नमस्कार नमस्कार म अहिले सिक्स प्याक निकाल्नको तयारी समाचारमा डान्स गर्नु समाचारमा डान्स गराउँदैछ यार के भन्नु यार छिटो के नमस्कार नाइ गीत गाउनु पर्यो के गीत गाउ छिटो नमस्कार म अब सिक्स प्याक निकाल्नलाई मजा आएन है गइरहेको छु मुम्बई मुम्बई रे देख्यो कसरी भिडेको एउटा कुरा सोध्छ है नढाकिनु ल अहिले त यसले त मजाक मजाकमा दाइ भनेर रिसको तालमा बुढालाई कसरी हान्छ होला किन हान्दिन रिस गरेको मलाई त भन्ने दिन्छ मलाई थाहा छ ऊ त्यसको त मैले भेटिसकेँ समझ रहे हो आप समझ रहे हो नमस्ते म सिक्स प्याक बनाउनलाई नै मुम्बई जाँदैछु म 3 महीने के बाद आउँछु मेरो बुढी ठीक ठाक से बस्न परेगा इधर उधर करेगा तो मेरा हाथ पिटाई खाएगा इसलिए चुपचाप बसेगा महीने का अंडर में काम करेगा आज हिन्दीमा ट्रान्सफर भयो यिनीहरूको नगर्न त्यति साह्रो नगर्न दाइले उस गर्छ भन्दा समाजमा धेरै नाच्छ क्या नाच्छ भन्दा नाच्छ फर्स्ट टाइम होला म योसँग खान पनि हारेको नाच्न र बोल्न पनि हारेको ल ठिक छ अब बस्नु ल ताली 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 उसको सबैलाई छोडेर कसरी चाहिने होला रे त्यही भएर समाचारमा नचाएको यो सम्झिराख्नु होला आउने भयो भिडियोमा तिमीहरूको मेरो भयो नि भूकम्प आउनेवाला छ त्यही भएर अलिकति एम्बुलेन्सहरू रेडी गरिदिनु होला भूकम्प आउँदैन 9 पोइन्ट ट्र्याक्टर स्केल म त साँच्चीकै होला भने कि 109 इमर्जेन्सी है 5 मिनेटमा भूकम्प आउँदैछ हजुर साथीहरू राख्ने यो भेज मोमो खाँदैन अरे उनीहरूले यो यिनीहरू त ऊ हो नि त के अरे चिल ऊहरू बाघ हो अरे कि बाघ हम भन्छन् र यिनीहरूले त्यही भएर बाघले कहिले नि घाँस खान्न भन्छन् त्यही भएर मैले घाँसहरू लग्दैछु साथीहरू हामी चाहिँ मोमो पार्टी गरेर आइसक्यौँ यता पानी परेछ हल्का मैले चाहिँ बुढाको ज्याकेट लगाएको छु अनि यहाँ चाहिँ छोरा र बाउ त छाता ओढिराख्नु हेर्नु साथीहरू फेरि यहाँ साथीहरू मुख पनि लाग्दैन हौ मेरो यो भेज मोमो कि यहाँको अहिले फेरि 2 बजेदेखि ड्युटी छ फेरि के भन्छ अरे त्यो क्या मेरो मोमो कसैले नखाँदैन अरे कि घाँसपात खाँदैन भन्यो अन्त फेरि लिन पर्यो कि अनि अहिले चाहिँ कति 8 बजे के हो नि बुढा 8 कसो बज्यो हो 10 हामी थाहै छैन मलाई घडी नै हेरेको छैन हौ चिसो गरेर साथीहरू मौसम
यतातिर पार खडेर छ यस्तो छ मौसम। अब मेरो भ्लग चाहिँ यति नै हुन्छ होला साथीहरू। जे होस् रमाइलो भयो पानी परे पनि हाम्रो भ्लग चाहिँ यति नै हुन्छ।